हजुरले आफूलाई इन्ट्रोड्युस गर्नु हजुर नमस्ते, म मन्जु राणा। म चाहिँ दुईवटा एकदम के अरे बच्चाहरूको आमा हो। उहाँहरू पनि झन्डै 50 लाग्नु भएको छ। अनिखेरि त्यसरी नै के अरे यङ उसको हजुरआमा हो होइन। दुईवटा छोरा के अरे एउटा छोरा एउटा छोरी। अनि म चाहिँ रिटायर्ड हो। मैले चाहिँ युएनबाट रिटायरमेन्ट लिएको हो। अनि अहिले चाहिँ म विशेष गरेर आफ्नो समय काट्ने चाहिँ मैले चाहिँ घरमै नर्सरी पनि युज गरेको छु, प्लान्ट नर्सरी। अनि त्यो अलिअलि फुर्सद भएको बेलामा बनायो अनि बेच्ने होइन साथीभाइहरूलाई। अनि अर्को चाहिँ म रोटरीमा इन्भल्भ छु। अनि त्यहाँ पनि विभिन्न पदमा बसेर काम गरेँ। अनि अहिलेसम्म इन्भाइरोमेन्ट चेयर छु। दिस इज द थर्ड टाइम म इन्भाइरोमेन्ट चेयर भएको। अनि यसरी नै अब एडमिन पनि हेरेँ मैले हाम्रो रोटरीको क्लबको। यस्तै गरेर अनि एउटा सानो कम्पनी पनि छ हाम्रो समूहले खोलेको। त्यसमा चाहिँ म प्रेसिडेन्ट नै छु। अनि हाम्रो कम्पनीले चाहिँ विशेष गरेर यो कृषिमा फोकस भएको छ। र अहिले चाहिँ हामीले त्यो गडौलाको मल र फार्मिङ दुईवटा काम गरिरहेका छौँ। त्यसमा पनि हेर्छु। यसरी नै मेरो दिनहरू बित्दैछ। हजुरलाई चाहिँ बिहानीको बारेमा कसरी थाहा पाएको? बिहानीको बारेमा हाम्रो एउटा यो युएन रिटायरीहरूको एउटा संस्था छ रनसान भन्ने। म चाहिँ अब रिटायर हुने बित्तिकै त्यसको पनि मेम्बर भएँ। जस्ट टु गिभ अपडेट होइन, अब साथीहरू सबै हुन्छ भनेर। अनि बिहानीको कुरा चाहिँ त्यही भएको थियो, रनसानमा भएको थियो। अनि रनसान पनि हाम्रो पार्टनर बनाउनु भनेर कुरा भयो। अनि त्यसपछि भेटघाट सुरु भयो। अनि पछि मेम्बर पनि भयो। हजुरलाई चाहिँ इन्भाइरोमेन्ट यस्तो नर्सरी भन्नुभयो, हजुरले आफै गर्नुभएको छ। कहाँदेखिको इन्ट्रेस्ट स्टार्ट भएको? सानैदेखि इन्ट्रेस्ट हो होइन। अनि गार्डनहरू भएकै घरमा मेरो हुर्काइ भयो। र आफ्टर रिटायरमेन्ट चाहिँ के भन्यो, आई ह्याड द फुल टाइम त्यसमा काम गर्न, मेरो इन्ट्रेस्टमा काम गर्न फुल टाइम भयो। अनिखेरि त्यो प्लान्टहरू जुन मैले रोपेर गरेको थिएँ त्यो चाहिँ राम्रो ग्रोथ भयो क्या होइन। त्यसपछि मैले वाइ नट होइन आफ्नो के भन्छ प्यासनलाई वाइ नट मेक इट प्रोफेसनल भनेर अनि मैले त्यसपछि अब सानो पटहरूमा राखेर अनि बिक्री गर्न थालेँ। त्यो तपाईँ एज अ पर्सन हजुर यङ हुँदा चाहिँ कस्तो हुनुहुन्थ्यो? एक्चुली भन्यो भने मैले यङ भनेर त्यो मेरो युथ इन्जोय गर्नै पाइनँ। किनभनेदेखि हाम्रो बेलामा अलिकति छिट्टै बिहा हुने। मेरो बिहा पनि 16 वर्षमा पुग्दै भयो। 18मा त म मदर भइसकेको थिएँ होइन। अब बच्चाहरू भइसकेपछि त्यो आफूलाई भन्दा बढी बच्चाहरूलाई ध्यान दिँदो रहेछ। दो आई वाज भेरी यङ है। अनि त्यही भएर मेरो युथ भन्ने नै छैन कि मेरो युथ भनेको 15 वर्षभन्दा भित्र है। अब त्यति बेला त फेरि यो समाज अलिकति क्लोज थियो होइन। त्यस्तो अहिले जुन ओपननेस छ, जुन तपाईँहरूले उस गर्नुभएको छ त्यस्तो थिएन। अनि त्यही भएर मैले त्यो युथ चाहिँ मिस गरेँ। लाइफमा एउटा मोमेन्ट लिनुभयो अरे होइन, एउटा मोमेन्ट हजुरको। अनि त्यो चाहिँ हजुरले अहिलेसम्म त्यो मोमेन्टले हजुरलाई अहिले आजको दिनसम्म नै हजुरलाई सेप गरेको छ। त्यो मोमेन्ट चाहिँ के थियो होला? कस्तो भनेदेखि म एउटा यो सरकारी उस नै हो, के भन्छ इन्टिग्रेटेड रुरल डेभलपमेन्ट प्रोजेक्टमा म त्यहाँ थिएँ। त्यहाँ चाहिँ अस्थायी थिएँ। अनि त्यो अस्थायी हुँदाखेरि पनि अब रमाइलो लाग्थ्यो क्या। अब कलिगहरू आफ्नै फ्यामिली जस्तो लाग्थ्यो। अनि एउटा जेएसआई भन्ने संस्था थियो, यो अमेरिकन बेस्ड उस हो। त्यो संस्थाले चाहिँ कम्प्युटर एडिटर भनेर माग्यो कि। अनि कम्प्युटर भनेको सुनेको मात्रै थियो क्या त्यति बेला हाम्रो बेलामा। कम्प्युटर छ अनि फाटाफुट्टा इन्स्टिच्युटहरू खुल्या थियो। तर त्यो इन्स्टिच्युट कहाँ, आफू बस्ने कहाँ होइन, त्यो लर्न गर्न नपाइरहेको। अनि मैले खोइ के भएर हो त्यहाँ एप्लाई गरेँ कि। अनि त्यति बेला चाहिँ यस्तो पोस्टहरू भन्ने हुँदैन थियो। फिजिकली आफै गएर त्यो एप्लिकेसनहरू बुझाउनु पर्थ्यो होइन। अनि मैले भेटेको मान्छे चाहिँ एडमिन हेड रहेछ क्या। एडमिन हेड रहेछ। अनि उसलाई मैले एप्लाई त गर्न आएको हो, तर म मेरो एप्लिकेसन फिर्ता लिन्छु। किनभने अहिले मैले बुझेँ होइन, मलाई कम्प्युटर केही पनि आउँदैन, म एप्लिकेसन चाहिँ फिर्ता लिन्छु। तर पनि अब भेट भयो, रमाइलो भयो तिमीसँग भेटहरू भनेर लेडी थियो। अनि उसले के भन्यो भने होइन कम्प्युटर सिक्नु धेरै गाह्रै छैन। अब तैँले टाइप गर्न जान्दछस् भनेदेखि कम्प्युटर पनि त्यस्तै हो। त्यसले टाइपिङलाई अलिकति सजिलो बनाउने मात्रै भन्यो कि। यो मेबी कहिले पनि यो 81 को कुरा हो, 1981 को कुरा हो। त्यो कम्प्युटर भर्खर थियो। अनि होइन त बस एक हप्ता बस होइन हामी सिकाइदिन्छौँ। अनि के भन्छ
त्यसपछि अब त्यो यु डिसाइड भनेर उसले भन्यो होइन। अब मैले पनि अब घरभन्दा नजिक, घरबाट नजिक मेरो त्यो जुन के भन्छ रुरल डेभलपमेन्टको अफिस चाहिँ मैतीदेवीमा थियो। अनि यो त यहीँ पाटनढोका होइन, यहाँ लगिखेलबाट त्यो नजिक भयो, आई क्यान वक भने जस्तो पनि लाग्यो। अनि ठिकै छ नि त भनेर म त्यहाँ गएँ। टाइपिङ गर्न जानेपछि त्यति बेला चाहिँ कम्प्युटर त्यस्तो गाह्रो होइन रहेछ, खालि त्यो उसहरू अलिअलि फर्मुलाहरू सम्झिनु पर्ने होइन। त्यो भएर मैले सिकेँ कि त्यहाँ। अनि त्यो नै मेरो टर्निङ पोइन्ट भयो क्या। धेरै चाहिँ गफमै बित्थ्यो क्या हाम्रो त्यो गभर्मेन्टको प्रोजेक्टमा चाहिँ। तर यतापट्टि आएपछि चाहिँ मैले कस्तो भने रियली अब हाम्रो यो प्रोजेक्टहरू के छ होइन, कुन एरियामा चाहिँ विकनेस रहेछ, अनि कुन एरियामा हाम्रो यो प्रोजेक्टले चाहिँ काम गरिरहेको छ टिएसआई भनेर मैले बुझेँ क्या। अनि त्यसमा चाहिँ त्यसले चाहिँ हेल्थ सिस्टमलाई गर्दो रहेछ, स्पेसली बच्चा र महिलाहरूको लागि काम गर्दो रहेछ। धेरै कुरा बुझेँ कि मैले। अनि म त्यहाँ 1 वर्ष बस्दा बस्दै त्यहाँ यता युनिसेफले बोलायो होइन। अनि म गएँ, इन्टरभ्यू पास भएँ, त्यहाँ जागिर खाएर रिटायर पनि भएँ। तर मेरो टर्निङ पोइन्ट भनेको त्यही हो क्या। हजुरले आफ्नो लाइफ अब 3टा वर्ड्समा डिस्क्राइब गर्नु पऱ्यो भने हजुरले कसरी गर्छ र किन गर्नुहुन्छ? 3टा वर्डमा डिस्क्राइब गाह्रो पो छ त ठिक। एउटा स्ट्रगल हो, एउटा अपर्च्युनिटी हो, अनि एउटा लिभिङ हो। हजुरले किन त्यसरी भन्नु पऱ्यो, के सोचेर भन्नु पऱ्यो? ए होइन, अब स्ट्रगलमा त मान्छेको हरेकको जीवनमा स्ट्रगल त भइहाल्छ होइन। कसैको धेरै होला, कसैको सानो होला। अब सानो हुँदाखेरि पढ्नलाई स्ट्रगल गर्नु पऱ्यो होइन। हाम्रो बेलामा त झन् अहिले यस्तो जस्तो ट्युसन सेन्टरहरू जस्तो थिएन कि, स्कुल अनि घर। अब घरमा पनि कस्तो भनेदेखि प्यारेन्ट्सहरू त्यति एजुकेटेड नहुने क्या। अब कति घरमा त एजुकेसन भनेको छँदै छैन क्या, लेखपढ गर्न पनि नजान्ने प्यारेन्ट्सहरू हुन्छ होइन। त्यति बेला त आफूले स्ट्रगल गर्नुपर्छ। अब कसलाई सोध्ने क्या? अब घरमा अब आफूभन्दा ठुलो दाइ दिदीहरू छ भने त उहाँहरूलाई सोध्नु सकिन्छ, नभएको खण्डमा कसलाई सोध्ने, त्यस्तो हुन्छ। त्यो स्टडीको स्ट्रगल पनि भयो होइन। अनि अर्को कुरा चाहिँ अपर्च्युनिटी पनि हो जस्तो लाग्छ क्या मलाई लाइफलाई। अब इफ यु ह्यान्डल इट होइन केयरफुली, प्लान इन अ प्लान वे, लाइफ अपर्च्युनिटी पनि हो होइन। त्यो चाहिँ मैले आफैबाट सिकेको। किनभने अपर्च्युनिटी भनेको आफूले बनाउने हो क्या। अब अपर्च्युनिटी डजन्ट कम टु अस, हामीले क्रिएट गर्ने हो, त्यस्तो। हजुरले हामी जस्तो युथहरूलाई होइन, हजुरले केही सजेसन एडभाइस दिनु परेको भए हजुरले के दिनुहुन्थ्यो होला? फर्स्ट अफ अल त म युथलाई के भन्छु भनेदेखि युथमा अलि धैर्यता छैन कि। दे वान्ट एभ्रिथिङ फास्ट होइन। त्यो कन्सिक्वेन्सेसहरू के हुन्छ भनेर त्यो वेट गर्ने उस नै छैन, पेसेन्स नै छैन। बी पेसेन्स होइन, सी अनि त्यसपछि लुक अनि थिङ्क, देन ओन्ली यु एक्ट। यो सेन्टेन्सलाई सिद्ध्याउनु पर्ने हुन्छ। अनि हाम्रो यो सेन्टेन्स चाहिँ लाइफ बिकम्स ब्युटिफुल when you are content होइन, when you are happy, when you know the purpose of life होइन। बिहानी फाउन्डेसनले चाहिँ हजुरलाई कसरी हेल्प गरिरहेको छ? हजुरलाई कस्तो फेसिलिटिजहरू हजुरलाई त्यो त बुझेको छ, सेटिस्फाइड हुनुहुन्छ कि नै भनेर? बिहानीसँग आबद्ध हुनु पनि मलाई खुसी लाग्छ होइन। यो एउटा मैले एउटा भेन्यू पाएँ कि आफूलाई एक्सप्रेस गर्ने। बिहानीले चाहिँ गरेको उस चाहिँ मलाई राम्रै लाग्छ। उसले चाहिँ अब त्यो जुन ओल्ड एज केयरको बारेमा कुरा गर्छ, नट ओन्ली केयर, फिजिकल केयर होइन, मेन्टल केयर पनि उसले कुरा गरिरहेको छ। त्यस बारेमा चाहिँ मलाई एकदम खुसी लाग्छ। बिहानी संस्थामा गएपछि चाहिँ मैले मेरो कलिग युनिसेफमा भएको, युएनमा भएको कलिगहरू कति भेट्न पाएँ कि। नत्र अब सबैजना हामी आफ्नो छुट्टिएर होइन, कहिले कहिले पिकनिकमा भेट हुन्छ, कहिले एजिएममा मात्रै भेट हुन्छ। बिहानीमा चाहिँ धेरै मेम्बरहरू हाम्रो रिटायरीहरू हुनुभएको भएर उहाँहरूसँग भेट्ने मौका मिल्छ होइन। अनि त्यति बेला पनि हाम्रो भ्युजहरू, कुराहरू हुन्छ, एक्सचेन्ज हुन्छ। त्यो चाहिँ एउटा मैले पर्सनल चाहिँ राम्रो प्लेटफर्म हो भन्ने पाएको छु। अदरवाइज बिहानी इज डुइङ भेरी वेल।